हेलो हेलो यो चाहिँ दुध पोखरी म चाहिँ अहिले दुध पोखरी जाँदैछु हेर्नुहोस् गाइस खुसी हाँस्नुहुन्छ भाइ म कस्तो राम्रो बोलिरहेको छु हेर्नु कस्तो राम्रो ठाउँ छ हेर्नुहोस् गाइस ल हेर्नुहोस् यता हामी कहाँ छु दुध पोखरीबाट घुम्दै यता आलुबारी आहा कस्तो राम्रो मैले फ्युचरमा गर्ने काम यही हो गाइस अरू केही सक्दैन म गर्न फ्युचरमा यति आलु बाहेक के गर्न सक्दिनँ आलु लगाउन बाहेक म फ्युचरमा आलु लाउन बाहेक केही गर्न सक्दिनँ यो मेरो भविष्यको प्लानिङ हो पत्केपाटी माछा पोखरी टोल सुधार समितिको हिँड्नु न तपाईँहरू म यहाँ थोरै मेरो भविष्यको प्लानिङको बारेमा चर्चा गरिरहेको छु तर मलाई आलु खन्न सक्दैन गाइस कति शान्त लौ नेपालमा पनि यस्तो आलु फल्ने कहाँ इन्डियाबाट मगाएर अब के अरे कस्ता चोरहरू रहेछन् यार हो त्यहाँ दामी तपाईँ सिलहरू तिमीले खोइ घाँस होला तिमीलाई चाहिँदा कुना खान्छु गयो